कतिले मेसेज मार्फत पनि त्यो आक्रोश पोख्नुभयो। म आश्चर्यचकित परेँ, खोजनीति गरेँ, आखिर के भएको रहेछ भनेर। पत्रकार जीवन पराजुलीको एउटा स्ट्याटस पढेपछि बल्ल थाहा पाएँ कि हलिउड सिनेमा स्पाइडरम्यानका कारण नेपाली सिनेमा चल्दा चल्दै भन्दा पनि राम्रोसँग चल्दा चल्दै उतारिएको रहेछ। जबकि गौँथलीलाई दर्शकहरूबाट उत्कृष्ट प्रतिक्रिया आइरहेको थियो। हेर्ने जति सबै दर्शकहरूले माउथ पब्लिसिटी गरिरहेका थिए, समीक्षकहरूले पनि उत्तिकै प्रशंसा गरिरहेका थिए। अनि यस्तो सकारात्मक माहौल हुँदाहुँदै पनि एउटा विदेशी सिनेमाका कारण गौँथलीको सो वात्तै हटाउनु मात्र होइन, कुनै कुनै सिनेमा हलले त एक सो पनि दिएका रहेनछन्, उतारिदिइसकेका रहेछन्। आफ्नै देशमा आफ्नै मौलिक सिनेमाले आफ्नै सिनेमाको पर्दामा समान अवसर पाउँदैन भने नेपाली सिनेमाको उज्जवल भविष्यको कामना वा सपना हामीले कसरी देख्ने, कसरी गर्ने, होइन त? विदेशी सिनेमा नेपालमा चल्नै दिनु हुँदैन भन्ने हाम्रो धारणा होइन, तर एउटा विदेशी सिनेमा आउने बित्तिकै राम्रोसँग चलिरहेको एउटा नेपाली सिनेमालाई लात्ताले भुक्क हानेर उछिट्याए जस्तै उछिट्याइदिने। ठिक छ, सिनेमा गतिलो नभएको भए, दर्शकहरू सिनेमा हेर्न नआइदिएका भए उतार्नु र अर्को सिनेमा चलाउनु यसलाई मनासिबै मान्नुपर्छ। तर 13 दिनमा 10 करोडको व्यापार गर्दा गर्दै अगाडि बढिरहेको सिनेमालाई यसरी हेप्नु हामीलाई किमार्थ स्वीकार्य छैन। सञ्चार मन्त्रीज्यू यसतर्फ गम्भीर भएर सोच्ने बेला आएको छ। सिनेमा हल व्यवसायीहरूको यस्तो दादागिरीप्रति हामी घोर भर्त्सना गर्दछौँ र आगामी दिनमा यस्ता कार्य नदोहोरियोस् भनेर सरकारको ध्यानाकर्षण समेत गराउन चाहन्छौँ। अब टक्सिस भन्ने सिनेमा आउँदैछ, त्यो बेला पनि यस्तै यस्तै हरकत हुने बेला, होइन त? जे होस्, त्यसो त हाम्रा सिनेकर्मीहरू पनि उस्तै छन्। आफूलाई पर्दा मात्र हार गुहार गर्छन्, अर्कालाई पर्दा रमिते भनेर मजा लिएर बसिदिन्छन्, चुइक्क बोल्दैनन्। त्यसो त भन्नलाई चलचित्र विकास बोर्ड छ, चलचित्र कर्मसँग आधारित विभिन्न सङ्घ संस्थाहरू छन्, तर सबै तै चुप मै चुपमै छन्। हेर्नुहोस्, नेपाली सिनेमाले कसैको दया मागेको होइन, केवल निष्पक्ष अवसर मागेको हो। किनभने सिनेमा राम्रो कि नराम्रो भन्ने अन्तिम फैसला दर्शकहरूले गर्ने हो। तर दर्शकसम्म पुग्ने अवसर नै बराबर नहुने हो भने यस्तो प्रतिस्पर्धालाई कसरी निष्पक्ष भन्ने, होइन त?